उहाँले चाहिँ आज यस्तो राम्रो फोटो बनाउनु भएको रहेछ अनि एउटा एउटा गरेर देखाउँदै हुनुहुन्छ यो चाहिँ सिंगलमा छ है यहाँ ब्रदरको यो सिंगल छ सिस्टरको नेक्स्ट सिंगल छ है बहिनीको नाम चाहिँ पूजा होला हैन पूजा श्रेष्ठ यस्तो राम्रो फोटो खिच्ने मान्छे चाहिँ को हो थाहा भएन तर यस्तो दामी खिच्नु भएको रहेछ त्यसपछि यो 2 सेटको छ उहाँको अनि सो चेक इट आउट गाइस यो चाहिँ मिडल प्यानल छ हेर्नुहोस् है यो मिडल प्यानललाई म तपाईहरुलाई यहाँ ठ्याक्क मिलाएर राखेर देखाउँछु है राख्नुहोस् म भिडियो गर्ने छुदैछु क्यामेराम्यान सोममाया राई बस्नेत क्यामेराम्यान फेमस हुन्छ होला फेरि युएस मा डेन्जर माने खतरा हुन्छ र फेरि सक्दैन यस्तो देखिँदो रहेछ है यस्तो खालको डिजाइन वाउ दामी हामी पनि फेरि बिहे गर्नुपर्छ है दादा ल यसरी नै हाम्रो पनि ट्याक्कै बनाउने इच्छा छ यस्तै खालको हाम्रो पनि यसरी बिहे गरेर फेरि डबल बिहे गर्ने हामी त दामी दामी कस्तो लाग्यो अनि उहाँको अर्को सेट छ यो एउटा त्यो सिंगल यहाँनिर छ उहाँको यो सेट नेक्स्ट सेट हो उहाँहरूले लास्टै एक्सपेन्स गर्नु भएको छ हाई क्वालिटी प्रोफेसनल त्यो उठाउनु त ठुलो फोटो खिच्नका लागि चाहिँ दाम पनि त्यतिकै लाग्छ बनाउनका लागि पनि उहाँले त्यति नै खर्चेर एकदम हुन्छ नि मेमोरिज इज अलवेज मेमोरी हैन मेक इट लाइभ इन योर वाल भन्नको जस्तो गर्नु यस्तो मजाले दाम त आउने हो जाने हो मेमोरी सधैँ रहने हो देख्ने ठाउँमा वालमा तपाईको दामकै कुरा गर्ने भने चाहिँ धेरै दाम गएको छ उहाँको तर उहाँले दाम भन्दा चाहिँ मेमोरी पूजा त्यस्तो छैन उलाई मन चाहिँ पर्नुपर्छ किनिहाल्छिन् दाममा हैन काममा उहाँले गर्नु भएको छ अनि एकदम उहाँको वालहरु चाहिँ अब कस्तो चाहिँ देखिन्छ होला क्यान इमेजिन हाउ ब्युटिफुल इट्स ल ल त कङ्ग्रेचुलेसन अगेन पूजा ढिलो भए पनि ढिलै भए पनि बहिनीलाई कङ्ग्रेचुलेसन अनि खुसी लागेको छ तपाईले यो कामको लागि मलाई सम्झिनु भयो अनि योग्यको मान्नु भयो हैन राम्रो फोटो बनाउँछ दाजुले भनेर देखिनकै तपाईले मलाई अर्डर दिइराख्नु हो मलाई पनि थाहा छ तपाईको यो त मेरो 5-6 टाइम भइसक्यो मैले तपाईको पिक्चर्सहरु बनाएको टाइम्स एन्ड अगेन रिटर्न ब्याक भइराख्नु भएको छ थ्यांक यू सो मच रेगुलर कस्टमर जस्तै हो तपाईको मन पर्छ तपाईलाई तपाईहरु जस्तो धेरैले मन पराउनु पनि भइराखेको छ अनि सो ह्यापी तपाईको फेरि पनि फोटो बनाउन पाउँदै